गुड आफ्टरनुन साथीहरू। आज म मेरो करिसाबारीमा भएको यो आलुलाई पानी लाउँदैछु। आलुमा पानी लाउने काम भइरहेछ। मङ्सिरको 5 गते रोपेको आलु भर्खर यतिको भयो। अब यसलाई म पानी लाउँछु। मसँग सिप धेरै भएको हुनाले ड्याङ मैले खतरा बनाएको थिएँ कि काहीँ अग्लो, काहीँ होचो, काहीँ बाङ्गो हैन। अनि अब यो ड्याङमा पानी जानु मान्दैन। अब यसलाई के गर्ने? मसँग धेरै आइडिया छ। फेरि म यस्तो गर्छु क्या, यस्तै। अब यस्तो गरेर थुनेर यो भराइदिन्छु म। अनि यो भराएर बिस्तारै अब यो आउँदैछ पानी। अनि अब यो टक्क अनि यहाँ मैले फेरि लोकल टमाटर पनि रोपेको छु। मेरो यो लोकल टमाटर यस्तो फलिरहेछ। 2-4 गेडा पाकेको थियो, त्यो पनि मेरो बुढाले आएर टिपेर लिएर जानुभएछ। तर केही छैन। अब यो आलु कहीँ यस्तो देखिरहेछ। ल यस्तो अकबरे खुर्सानी रोपेको। अकबरे त टोइके जस्तो छ। कोही त फेरि यति ठुलो पनि भइसक्यो। अब यो तल्लो साइड मेरो बुहारी उहाँ बसेर हेर्दै छिनु। भाइरल हुने दिदी भनेर नलुका। खुर्सानी लु अब म हिजो भाँचेर इस्कुस फलेछ भाइ, कस्तो दामी। यहाँ फलेछ, यहाँ फले।